सरकारले हामीले हेम्पर गरेको छ। यो सम्पत्ति सरकारले लिएर जान्छौँ। चलाउने शिक्षकहरू अब आजसम्म कहीँ पनि व्यवस्था परिवर्तन सक्ने हुन सक्ने हिसाब लिएर आएका छ। आज फेरि पनि हामी आएका छौँ। त्यही शक्ति संयमतापूर्वक त्यो शक्तिको सही तरिकाले प्रचार गर्छौँ। अब पनि गरेन भनेदेखि त हामी अब यसबाट उत्पन्न हुने प्रतिकूल अवस्थाहरू जसको सारा कुरा रहेको सरकारले सरकारले जाने हामीले व्यवस्थाको सहयोग गरिदिएको छौँ। सरकारको हामी शिक्षा लोकतन्त्र ल्याएको होइन र लोकतन्त्र ल्याएको होइन लोकतन्त्र ल्याएको होइन र ल्याएको छौँ नि हामीले। त्यसमा हामी बौद्धिक वर्ग भन्ने शिक्षकहरू सडकमा धेरै किन आउनु हाम्रो त्यो व्यवस्थासँग थियो। हामी अहिले पनि व्यवस्था लोकतन्त्र हो। लोकतन्त्रमा शैक्षिक सुशासन कायम हुन्छ। त्यसमा हामी पनि प्रतिबद्ध छौँ। तर जुन किसिमको दमित शिक्षा दिइरहेको छ, महेन्द्रवादी शिक्षा, महेन्द्रवादी चिन्तनमा आधारित शिक्षा ऐन र पुरातनवादी शिक्षा, त्योलाई अन्त्य गरियोस्। अहिलेको आधुनिक परिवेशमा मिल्दो शिक्षालाई कायम गरियोस्, लागू गरियोस्। यसबाट मात्र हाम्रो सम्भव छ, यो देशको विकास सम्भव छ, यो परिवर्तन सम्भव छ। धन्यवाद।